हेलो साथीहरू, गुड मर्निङ, वेलकम टु माई ब्लग। आज मेरो दिनको सुरुवात भइसकेको छ। आज चाहिँ म सबसे छिटो उठेको 7:30 बजे उठेँ होइन। उठेर अहिलेसम्म मैले काम सघाइसकेको छु। आज चाहिँ आज मैले अलिकति बाहिर निस्किनु पर्ने छ, त्यही भएर म अलिकति चाँडै उठेको छु। अनि मेरो एकदमै धेरै आँखा पनि पोलिरहेको छ। आज मेरो निन्द्रा पुगेको छैन, किनभने म आज राति 2-2:30 बजे सुतेको। लगभग 3 बज्न लागेको थियो, किनभने मेरो छोरो चाहिँ नसुतेर आज रातिसम्म बस्नु पऱ्यो। अनि त्यसपछि आँखा एकदमै धेरै पोलिराखेको छ मेरो होइन। अनि आज चाहिँ मैले सफा पनि गरिसकेँ, सबै एकदमै सफा पारेर होइन। मैले चाहिँ होइन यसरी क्यारेटमा फर्सी रोपेको थिएँ, दुईवटा बोट रोपेको, तर एउटा चाहिँ राम्रो भएर आयो अनि एउटा चाहिँ सानो बिरुवा छ होइन। अनि यहाँ मुन्टा हाने बेला पनि भइसक्यो, अस्ति पनि मैले चोडेको हो, तर मुन्टा कहाँनिर चोड्छन् भन्ने चाहिँ थाहा भएन क्या। यहाँ चोड्छन् होला यसरी यसरी कहाँ चोड्छन् भन्ने थाहा भएन क्या मलाई। ला यस्तो भए चुन्नै आएन क्या मलाई। त्यसपछि अर्को यहाँ छ, म आज यहीँ पकाउँछु। कस्तो राम्रो भएर आइरहेछ। अनि अर्को यहाँ छ, यो चाहिँ म छोड्दिनँ, एउटा छोडिदिन्छु। राम्रो भइरहेछ। फर्सी कि गट्टा फलोस् भनेर छोडिदिएको, खासमा चाहिँ फल्छ कि नै थाहा छैन है। यो चाहिँ मैले आफैले रोपेर फलेको होइन, अर्को ठाउँमा पनि छ रोपेको। आज म अलिकति बाहिर निस्किनु पर्ने छ, त्यही भएर मैले चाँडै उठेको हो। सो मेरो ब्लग हेर्दै गर्नु होला। आज चाहिँ म कहाँ जाँदैछु भनेर अहिले चाहिँ म भन्दिनँ, मेरो ब्लग हेर्नु होला म कहाँ जाँदैछु। अनि हजुरहरूलाई म जहाँ जान्छु म त्यहीँ लान्छु है त। हामीले खाना खाइवरी सबै काम सघाइसकेँ होइन। बिहान छिटो उठ्नुको नतिजा चाहिँ यही हुन्छ, नभए यति बेला मेरो माम पनि पाकेको हुँदैन थियो। आज चाहिँ मैले सब काम सघाइसकेँ। अब हामी बाहिर अघि मैले भनेको थिएँ नि बाहिर निस्किनु छ आज भनेर होइन। अनि आज चाहिँ हामी बाहिर निस्किँदैछौँ। एकदमै मेरो पुन्टुरेलाई चाहिँ निन्द्रा लागिरहेछ, उसलाई पनि लिएर जानु लागेको आज। अनि त्यही भएर उनीहरू सुत्न नदिएको आज मैले होइन सब काम सकाएर पनि किचन कस्तो सफा गरेर आफूलाई त्यो सफा बनाइसकेपछि चाहिँ आफूलाई कस्तो आनन्द लाग्छ क्या होइन। यस्तो बनाएको छु मैले है। मेरो चाहिँ पुग्ने सब होस्, मेरो चाहिँ तर म डेली नै पुसिरहेको हुन्छु। अनि मेरो प्लान्टहरू चाहिँ मैले यो प्लान्ट चाहिँ उता मेरो रुममा थियो होइन। अनि रुममा चाहिँ मेरो बाबुले सब लडाइदिने भयो भनेर चाहिँ मैले यो किचनमा राख्नु पऱ्यो है। सजावटको सामानहरू चाहिँ मैले केही पनि राख्न मिलेको छैन अहिले। बाबु एकदमै धेरै चकचके भएको छ, त्यही भएर सब लुकाइरहेको छु। अनि यो चाहिँ कहाँ राख्ने त भन्दा यहाँ ल्याएर राखेँ। अनि त्यसपछि यस्तो छ है। अब चाहिँ हामी निस्किन्छौँ रेडी भएर। म चाहिँ रेडी भइसकेँ होइन, कपडा लगाएको छुइनँ, रेडी चाहिँ भइसकेँ। म त्यस्तो धेरै केही पनि गर्दिनँ क्या, म खालि मोइस्चराइजर लगाउँछु अनि सनस्क्रिन लगाउँछु, यति नै हो। यस्तो धेरै घाम लागिरहेछ आज होइन। हामी चाहिँ जाँदैछौँ होइन, हामी चाहिँ हेरिसकेको हो। हामी जाने बाटोमा चाहिँ यस्तो छ। अनि म चाहिँ यस्तो घाममा बाबु होगेर यस्तो घाम चर्केको होइन क्या। आज लास्टै गर्मी पनि थियो, घाम पनि यति धेरै लागिरहेको थियो। हामी चाहिँ जाँदैछौँ। अनि म चाहिँ सामान प्याक गर्दैछु। अब जाँदा जाँदै सामान पनि कुरियरमा छोडिदिएर जाने भनेर सामान प्याक गर्दैछु। अनि सामान किन थोरै भन्नुहुन्छ होला, सामान चाहिँ मैले घरमा पनि राखेको छु अनि मेरो अफिसमा पनि राखेको छु। दुईतिर बाँडेर राख्दाखेरि चाहिँ सामान एकदमै थोरै देखिरहेको छ त्यहाँ चाहिँ होइन। अनि हामी जाने बाटोमै छ नि त कुरियर अफिस पनि, अनि त्यही सामान छोडेर जान्छु भनेर चाहिँ हामी जाँदैछौँ। अनि यो बाटो चाहिँ कहाँ होला कमेन्ट गर्नुहोस् है त। यस्तो रमाइलो लाग्छ क्या है, यस्तो एकदम रमाइलो छ। तर आज चाहिँ लास्टै घाम थियो कि, यति धेरै घाम थियो होइन, सहनै नसक्ने गरेको थियो। अनि पनि हामी चाहिँ गयौँ, तर मध्य दिउँसो घाम भएको थियो। अनि काठमाडौँमा चाहिँ बाटो क्रस गर्नु यति धेरै गाह्रो हुन्छ, घरि लाइट घरि जाम घरि के होइन, यस्तो धेरै गाह्रो हुन्छ। बल्ल तल्ल चाहिँ बाटो क्रस गरेर हामी गयौँ। कहाँ जाँदैछौँ भनेर चाहिँ मैले भनेको छुइनँ, कहाँ जाँदैछौँ होला गेस गर्न है त। हामी चाहिँ बहिनीको कलेज जाँदैछौँ होइन। यो चाहिँ भक्तपुरको मध्यपुर ठिमी
मा छ यो कलेज मिड भ्याली है। एकदमै मन पऱ्यो कलेज मलाई यो। मेरो बहिनी चाहिँ यहीँ पढ्ने भएकी छ अनि उसको चाहिँ असारबाट कलेज लाग्छ। सो बिचमा अलिअलि काम भएको भएर चाहिँ हामी आज गयौँ। आज कलेजले उसलाई इन्भाइट गरेको थियो अनि हामी गयौँ। उसको यो कलेज चाहिँ एकदमै मन पऱ्यो मलाई चाहिँ। अनि यसको अब इन्भाइरोमेन्ट पनि एकदमै राम्रो है। कलेज पनि राम्रो अनि त्यहाँको टिचरहरू पनि एकदमै राम्रो। मैले यो एडभर्टाइज गरेको होइन, आफूले मनमा लागेको कुराहरू भनेको है। अनि मैले चाहिँ स्कुटर पार्किङ गरेँ अनि स्कुटर पार्किङ गरेर गएको, तर यस्तो घाममा एकदम गाह्रो भइरहेको थियो। हेर्नु न यस्तो छ कलेज। अनि हजुरहरूलाई पनि पढ्न इच्छा छ भने चाहिँ यो कलेज जोइन गर्दा हुन्छ है। एकदमै राम्रो छ। यस्तो छ क्या। अनि मेरो बहिनीलाई चाहिँ आज किन बोलाएको भने टी सर्ट आएको रहेछ अनि टी सर्ट ल्याउनलाई चाहिँ बोलाएको रहेछ। अनि उसले टी सर्ट ट्राई गर्दैछ कुन साइज लाग्छ भनेर। फाइनली उसको लुक्स चाहिँ यस्तो छ। यस्तो देखियो चाहिँ है। अनि काम सकेर चाहिँ यति नै हो हाम्रो काम आजको। काम सकेर हामी फर्किँदैछौँ। अनि यति बेला चाहिँ होइन मेरो चाबी हराएर टेन्सन भरे चाबी चाहिँ त्यहीँ राखेको रहेछु। राखेको ठाउँमै बिर्सेर चाहिँ तनाव चाबी खोज्छु म, चाबी चाहिँ भेट्दिनँ है। अनि यस्तै छ। चाबी खोजिरहेको छु म। चाबी हराएर यति तनाव भइरहेको थियो मलाई। अनि त्यसपछि भेट्यो अनि हामी गयौँ है। अनि हामीले चाहिँ सामान जाँदाखेरि नि छोडिदिएर जाने भनेको, तर बिर्सेर हामीले सामानै लिएर गयौँ। अनि फर्किँदाखेरि सामान छोडेँ मैले। अनि सामान छोड्दाखेरि चाहिँ त्यहाँ सबै टिप्नुपर्छ है। अनि मेरो सामान पनि रिटर्न थियो। अनि सामान रिटर्न लिएर चाहिँ हामी फर्क्यौँ। अनि फर्किसकेपछि चाहिँ एकदमै धेरै गर्मी थियो नि त आज। अनि हामीले चाहिँ चिसो खाएर जाउँ न त भनेर अनि चिसो खान पस्यौँ। अनि चिसो खाँदैछौँ हामी है। एकछिन भने आनन्द भएको थियो। हामी चाहिँ फर्किसक्यौँ होइन। अनि बाबुलाई चाहिँ मैले अफिसमा छोडेर गएको थिएँ। अनि बाबुलाई लिएर आएँ। बाबुलाई पनि लाने भनेर रेडी गराएको, तर बाबु चाहिँ गएन, अफिसमै बस्यो। अनि बाबु र म चाहिँ यसरी आउँदैछौँ हामी एकछु भएर होइन। अनि साँझतिर चाहिँ मेरो थोरै चोक जाने काम पऱ्यो, सामानहरू लिनुपर्ने भयो। अनि म चाहिँ जान लाग्दा थोरै भयो नि भिडियो क्लिप गर्छु भनेर गरेको। साँझमा चाहिँ यस्तो थियो भ्यू, एकदमै रमाइलो थियो। आजको मेरो दिन चाहिँ यस्तै नै रह्यो। हजुरहरूलाई मेरो भिडियो चाहिँ कस्तो लाग्दैछ कृपया कमेन्ट गरिदिनु होला। अनि मैले सुधार्नुपर्ने कुराहरू चाहिँ के छ होइन। म चाहिँ एकदमै सिक्ने क्रममा छु, म सिकि नै राखेको छु। पहिला म क्यामेरा फेस गर्न पनि एकदमै लजाउने मान्छे, बोल्न पनि नजान्ने मान्छे है। अहिले चाहिँ बल्ल अब सिक्दैछु। अनि मैले सुधार्नुपर्ने कुराहरू चाहिँ कमेन्टमा भनिदिनु भयो भने म त्यो कुराहरूलाई सुधार्नेछु। अनि भ्लगहरूमा चाहिँ सुधारेर लिएर आउनेछु। अनि यस्तै भिडियोहरू हेर्नका लागि चाहिँ मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मैले भ्लग स्टार्ट गरेको आज 5 दिन भयो। 5 दिनमा जम्मा 30 जना मात्रै सब्सक्राइबर पुग्नु भएको छ। सो मेरो च्यानललाई सब्सक्राइब लाइक सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।